आज चाहिँ हामी सेलरोटी बनाएर खान लागेको। अनि यो सेलरोटीमा चाहिँ हामीले चामल मजाले भिजाएर एक दिन जति अनि त्यस पछाडि चाहिँ मिक्सरमा पिनेर अनि पिठो खस्रो खस्रो बनाएर काँडेदार सेल बनाउनको लागि अनि खेरि यहाँनिर चिनी र घिउ हालेर अनि मजाले बनाएका छौँ। अब हामीले चाहिँ जस्तो जान्यौँ त्यस्तै बनायौँ। हजुरहरूले पनि बनाउनु होला। एकदमै दामी भएको छ सेल चाहिँ नरम होला। अनि यो चाहिँ आज हामी बनाएर खाँदैछौँ। हजुरहरूलाई नि मनपर्छ भने बनाउनु होला। पिठो चाहिँ मिक्सरमा बनाएको हो, पिनेर बनाएको हो। अनि यो चाहिँ खासै धेरै राम्रो चाहिँ बनाउन आएन, तर पनि ठिकै ठिकै बनाछौँ। हजुरहरूले हेर्नु होला अनि भिडियोलाई लाइक सब्सक्राइब गर्नु होला। सबैजनाले सबै साथीहरूलाई चिसो छ अझै पनि राम्रोसँग चिसोबाट बच्नु होला। अनि चिसोमा तातो तातो बनाएर खानु होला। सबैले तातोमा बस्नु होला। तातो सेल बनाएर खानुभयो भने चाहिँ एकदमै मिठो हुन्छ यो चिसोमा चाहिँ। हामीले चाहिँ आज बनाएर खाएको। हजुरहरूलाई हामीले बनाएको सेल कस्तो लाग्यो भन्नु होला। अनिखेरि लाइक कमेन्ट पनि गरिदिनु होला है साथीहरू सबैजनाले। हाम्रो सेल चाहिँ कुनै चाहिँ गोलो गोलो बनाऊ, कुनै चाहिँ फेरि बाङ्गो टिङ्गो बनेको छ। अब हजुरहरूले नि बनाउनु होला। कतिपयले चाहिँ फेरि बोतलहरूबाट अनिखेरि त्यो सानो कचौराहरूले बनाउनुहुन्छ। मैले चाहिँ फेरि हातले नै बनाउँछु। पहिल्यैबाट हातले नै बनाउने गरेकोबाट मलाई चाहिँ हातले नै सजिलो लाग्छ सेल बनाउनलाई। त्यही भएर मैले चाहिँ हातले नै बनाउने गर्छु। हजुरहरूले चाहिँ केले बनाउनुहुन्छ भन्नु होला। हातले बनाउन आउँछ कि कतिपयलाई चाहिँ फेरि हातले बनाउन आउँदैन, कचौराहरूले बनाउन आउँछ। अनि मलाई चाहिँ फेरि त्यो पहिल्यैबाट हातले बनाएकोबाट हातले नै बनाउन सजिलो नि लाग्छ। अनि त्यही भएर जहिले पनि मैले चाहिँ हातले नै बनाउँछु। स्वाइँ पारेर आफ्नो हात भइकन किन मिसिन किन्ने, किन कचौरो सचौरो कुच्चाउने हो र। कतिजनाले चाहिँ कचौरो कुच्चाएर नि बनाउनु हुने रहेछ। मैले चाहिँ फेरि हातले नै बनाउँछु मजाले। पिठो चाहिँ राम्रो मजाको भयो भनेदेखि चाहिँ हातले नै बनाउन पनि मजाले बन्छ, राम्रो बन्छ। अब पिठो फेरि भने जस्तो भएन भनेदेखि चाहिँ कचौरोले बनाउन नि अलिक गाह्रो हुन्छ होला। अनि सेल बनाउनलाई चाहिँ अलि आगो मजाको हुनुपर्छ र अनि पिठो अलिक खस्रो भयो भनेदेखि चाहिँ काँडावाला मजाको बन्छ। ल साथीहरू हजुरहरूले नि बनाएर खानु होला। मजाको सेल नभएदेखि हजुरहरूले खान मनपर्छ भनेदेखि हाम्रोतिर आउँदा पनि हुन्छ। हामीले फेरि मजाले बनाउँछौँ। मैले चाहिँ स्वाइती हातले नै बनाएको छु। फुल्न नि मजाले फुलेका छन् र एकदमै नरम भाखान सेल चाहिँ। कोही बेला चाहिँ फेरि राम्रै नभएर यति थोरै पिठो भए पनि कहिले सक्नु जस्तो हुन्छ। अनि फेरि राम्रो बनो भने जस्तो बनो भने चाहिँ दिनभरि सेल बनाम जस्तो लाग्छ। आज चाहिँ मेरो चाहिँ रहर लाग्दै बनाउन रहर हुँदै मन पर्दै पिठै सिद्धिने अवस्थामा बाहा एकदम राम्रा बनाएछन् आजका रोटी चाहिँ। कोही बेला चाहिँ फेरि राम्रै बन्दैनन्। सेलरोटी मात्रै भनेर के गर्ने, कहिले कसो त बन्दै नबनेर झिजो हुन्छ। सेल भन्दा नि नहाम लाग्ने खालको। तर आज चाहिँ ठिकै भाछन्, साह्रै छि भन्ने चाहिँ भाएनन्। ठिकैका भाछन्। खाँदा चाहिँ फेरि एकदमै मिठो छ यो सेल। मैले बनाएका सेल चाहिँ फेरि खासै भित्र गुदी हुँदैनन्। अनि फुल्लेका मजाले खोक्रो भएका हुन्छन्। अनि धेरै दिन राख्दा पनि केही हुँदैन र मिठो पनि हुन्छ। अनि यो चाहिँ अब कसैको चाहिँ अलि बाक्लो पिठो भएर भित्र गुदी हुन्छ।
मैले चाहिँ फेरि गुदी भएको खासै मन पराउन्न, त्यही भएर मैले चाहिँ गुदी नभएकै वाला बनाउँछु। खाना नि मिठो हुन्छ। ल गाइज, हाम्रो त सेल पनि बनिसक्यो। हजुरहरू नि बनाएर खानु।